गणनायकाय गणदैवताय गणाध्यक्षाय धीमहि गुणशरीराय गुणमण्डिताय गुणेशानाय धीमहि। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। कौन कहते हैं भगवान आते नहीं, कौन कहते हैं भगवान। बाचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो। बाचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो।
भगवानको गन्ध भगवानको भागवत भगवानको पुरुषोत्तम भगवानको परिवारको परिवारको कसलाई आउँथे भगवती बराल नारायणलाई आसन राख्यौँ केही टुक्राहरू राख्यौँ आसन आह्वान गर्नु आसन राख्नु अब हामी गणेश प्रार्थना ओम शान्ति भवतु श्रीमन्नारायणाय नमः लक्ष्मीनारायणाभ्यं नमः उमामेश्वराभ्यं नमः वाणी शरणकमलेभ्यो नमः इष्टदेवताभ्यो नमः स्थानदेवताभ्यो नमः वासुदेवताभ्यो नमो नमः सर्वेभ्यो देवेभ्यो नमो नमः सुमुखाय सदन्तः कपिलो दशकर्णकर्णभो दशविग्रहो विनाशो विनाशकतुमुलकतुलिकाशेतानवाणी यमटे शृणुयामि विद्यालय विवाहसप्तसे निर्गमचिता संग्रामे कपाल लाएर दिन नखोल्नु ओम मंगलमूर्तये नमो नमः जयदिन सक्नु गणेश थाप्नु न उत्यान दिनु हस्तान्तरण गरौँ सबै जाने ठाउँमा लाएर गणेश अध्यात्मिक कौशल गोत्र कर्नु दीप प्रायण तो समाप्त विश्वमाया उमरा सकेन खेमनाथ मेनुका देवता रुकनारायण मीरा भगवती कुमारेश्वरा तथा वेदमाया अरू सबैले आफ्नो नाम सम्झिनुहोस् है नाम दिव्याय यता गोत्र उत्पन्न आफ्नो गोत्र नाम परिवार पञ्चायत भान्नादि उपस्करण स्पर्शन देव पैतृक कर्मणि पाक क्रियालोपत्य सर्पन्न बाल वैधव्य मृतपत्यादि सकल किल्बिष निरसन पूर्वकम यही कार्यका विधि निरवधिक भोगानु परमेश्वर पितृद्वारा पितृ उद्धार हुन् भरतराज नर्मदा तथा ज्येष्ठ पिता उमाकान्त मध्यमिता भीमप्रसाद तुलसारेणुका टोकनाथ अब पहिले दियोलाई आह्वान दियोको पूजा गरिदिने ओम कर्म साक्षिणी दीपाय नमो नमः आवाहनं समर्पयामि आसनं समर्पयामि पादे पादजलमस्ते वर्गमुखेन वासनमस्ते वस्तुपतिं सर्वत निवाससि वासुदेव नमस्ते शुभमस्तु कल्याण आरोग्यं सुख सम्पदा सर्वदुःख विनाशाय दीपज्योति नमोस्तुते कर्म साक्षिणी ओम श्रीमन्नारायणाधिपतये नमो नमः आवाहनं समर्पयामि स्नानं समर्पयामि सकल पूजा प्रवणार्थे गन्धाक्षपुष्पाणि समर्पयामि गणपतये नमो नमः पूजा गरिदिने धूप बाल्नु ओम चंद्रमा मनसो जातचो सूर्यो अजायत श्रोत्राद्वायुष्माचमका दग्निरजायत आवानं आसनं आद्यं अर्घ्यं आत्मनीं ददातीं पंचामृतं समर्पयामि पूजा गर्ने अग्नयज्ञते गृणानो विदाते नियुक्ता शिशुवर्गी सामेनानम
पुष्पाणि समर्पयामि आचमनीयं पुनराचमनीयं पंचामृतं पुष्पाणि समर्पयामि नमस्करोमि पूजितासि क्षमस्व पूजनं सन्नो देवीर्विष्ट आपोवं पितै संयोर विश्रमन्तुना उत्तरेतरवेदानुपूर्वसकपूजापरिणार्थे गन्धा पुष्पासि क्षमस्व उत्तरेतरवेदान अक्षता बराबर नचलाउनु न यो बातीमा पढ्यो भने त दोष लाग्छ नि फेरि त्यही भएर उठेर नचलाउनु दुनियाँमा गर्नु भरे नाटकका पुष्पासि च देशकालवसेन मनुवाक्काय कमन्द्रविधारे कामक्रोधादि वसादुरादि सङ्कटितन मणिकन जातिवंश कर्ण अपातिकणानां पर संस्कृतजातनं चिरकालभ्यस्तानां बहुनां बहुविधानां सकला वचनायां समाधि राख्नु न कहाँ धुर्सुम चलाउनु भएको त छोड्नु भनेपछि मात्रै छोड्नु नारायण श्रुति अस्मृति पुराणता प्राप्त स्मृतीनां समस्त पितॄणां वैकुण्ठ प्राप्तये पितॄणां एकनाथ सपति एकनाथ बंदधरा चुनामणि लक्ष्मी भरतलाल नर्मदा ज्येष्ठराज तुलसा रेणुका कोकमाया सार तथा खगना प्रसाद जानुका कृष्णमाया समस्त पितॄणां वस्तु रुद्रादित्य स्वरूपाणां भगवत साक्षात्ता प्राप्ति कामनाया समस्त बातके स्वस्य बन्धु परिवार वञ्चयिता भाण्डादि पुष्करण स्पर्शन देव पैतृक कर्म अब त्यो प्रियोबाट अब त्यो अगरबत्ती भयो तयारी हो लु अब वरिपरिबाट सबैले हात लाउने बालेर अर्कोलाई दिइहाल्नु ल त्यो ल हाम्रो सम्पूर्ण बुवा आमालाई वरिपरि बोकेर घुमाउने बेला यतिखेरै हो तपाईँहरूले यताबाट या मण्डपलाई पनि परिक्रमा गराउनु नागपतिको दक्षिणपट्टि बस्नुहुने सबै आमा बाबाहरू यता बस्दिनु होला त्यहाँ भगवानको आफ्ना आफ्ना माता पिताहरूको ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजो नन्दनन्दनाय वासुदेवाय भजो नन्दनन्दनाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय सबैजना नाच्दै नाच्दै ताली बजाउँदै परिक्रमा गर्नु होला अभ्यास छ नागपतिको ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ज्ञान बताए ये बताए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भागवत भगवान को
ऋषिहरूले नारदलाई यही ज्ञान बताए, ऋषिहरूले नारदलाई यही ज्ञान बताए, यही ज्ञान बताए भन्दा यही ज्ञान बताए, यही ज्ञान बताए भन्दा यही ज्ञान बताए। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। उमा महेश्वर भगवान को भाइलाई गर्दै गर्ने हेर्नु न बिस्तारै। नआउने भन्ने चाहिँ होइन, हुन्छ कि जरुरी छैन भन्ने हो, गर्न नमिल्ने भन्ने होइन है। त्यो हजुरले भन्नुभएको शब्द अहिले के भन्नु म त केही सुन्दिनँ। कहाँ आइपुग्यो कपडा कहाँ पुग्यो? उहाँको आइपुग्नु मान्छे पहिलालाई यहाँ उभ्याउन, अरूलाई किताब पठाउन खोजेर यो ल त्यही हो रोकी। ल तल राख्नु कारणं विष्णु सर्वं विष्णुमयं जगत् जले विष्णु फले विष्णु विष्णु पर्वतमस्तके। हरि ओम तत्सत्। विष्णु विष्णु विष्णुतेः पूर्वोच्चारित संकल्पि प्रदानक्षेत्रे श्रीमद्भागवत परम पवित्र तत्वावधाने सायंकाले लक्ष्यवर्तिका दीपदानान्ते श्री श्रृंगार आरती अहम करिष्ये वा वयं करिष्यामहे तत्सन्न मम। छोडिदिनु होला। ल अब सबै माताहरूले आरती उठाउनु हुनेछ। चौडो जिउँडो भन्दा माथि नलानु होला। ओम गणपति गणेश देव माता गौरी पार्वती पिता महादेव, पार्वती पिता महादेव। उपासक गति गति पार करे, ओम जय जगदीश हरे। लक्ष्मीनारायण जगदीश हरे। आसुर भाव निवारक गुण अनुरूपति मेरो जगदीश हरे। भागवत भगवान को सहित शुभ आरती दसने गयो दिन दिन मन बंधे यो भव से सुंदर्यो। ओम जय जगदीश जय गिरिजाधीश शिव जय गिरिजाधीश। हितकारे शिव सजना हितकारे। भगवान को जति जति जहाँ जहाँ जन्म भएनी प्रणय छुटो श्याम भनेनी। जति जति जहाँ जहाँ जन्म भनेनी प्रणय छुटो श्याम भनेनी। भावको तालीमा प्रेमको बाती है आरती तोरा मालिबा दीप ज्योति बालेर भागोस पाप जति। ओम जय जय यज्ञपति। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। यानी ज्ञानी गर्नु होला सबैजनाले। मया परमेश
हातमा पुष्प दिनु होला गजाननं भूतं गणाधिसेवितं प्रकीर्तितं कृष्णाय वयं नमः श्रीमानि सतिचित्युपरदरेगा मनसे कथाहरूलाई लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्म हजुरहरू जो भोजन गरेर आउनुभएको छ मनमा विश्राम। जय श्री राधे, जय श्री कृष्ण। युवा भनेको मुन्टो तल जान्छ घोडा माथि जान्छन् क्षेत्रीय एकै ठाउँ बसिराख्नुपर्छ। त्यस कारणले यहाँबाट ज्ञानी हुनु भनेर सिक्नु पर्दो रहेछ। हामीले सुनेका कथा परिपूर्ण हुँदा रहेछन् भन्ने पावन प्रसङ्ग श्रवण गर्दै रहेछन्। हामीले गरेका सत्कर्म गोकर्ण हामी भएको फल प्राप्त हुँदो रहेछ। अनि हामीले गरेका नकारात्मक सम्मान बनायौँ। भक्तवत्सल भगवानको सच्चिदानन्द भगवानको सबैजना उपस्थित भइदिनु भयो। आउँदो भाव व्यक्त गर्दैन होइन। हजुर कसैलाई चाहिँ जोरदार तालीले सम्मान गर्नुमा सबैले होस्, जीवन होस्, कल्याण होस्। आयोजक परिवारको राधे राधे। यो फेरि चार्जलाई लिँदै मलाई पनि यो दोस्त तरि नसक्नु भागवतको कथा वाचन गर्छु भनेर यो पनि अनि वेदले पनि न यति नेति भनेर म भागवत भगवानको वर्णन गर्न सक्दिनँ भनेको कर्मलाई मैले गर्ने दृष्टता गरेँ एउटा। त्यसका लागि हजुरको साथ रह्यो, सहयोग रह्यो। त्यो परगाछी क्षेत्र गौरागाको तर मैले के कति दिन सकेँ त्यो हजुरले आत्ममूल्याङ्कन अवश्य निर्भर गर्नुभयो होला भने मैले चाहिँ धेरै कुरा लिएर जाँदैछु यसपाल परगाछीबाट। पहिलो नम्बरको त माया लिएर जाँदैछु हजुरको। दोस्रो नम्बरको सम्झना लगभगहरू हामी सबै सीतापुरी देउला परिवारमा भोलिको कलश यात्रा रहेको बाँसुरीको धुन सुनेर घरको काम भुल्ने बाँसुरीको धुन सुनेर घरको काम बसन्ते होला हरि कोही मेरो समरे बसन्ते होला हरि कोही मेरो समरे बाटैमा भेट भयो चचाले काले बाटैमा भेट भयो चचाले काले गाउँले गाउँमा बसन्ते होला Sandeo nai hari, noi miro samurari. Sandeo nai hari, noi miro samurari. Haribo.
दुईटा मात्रै 5 जना हुनुहुन्थ्यो 3 4 नाम भनि त हजुरको सवित्रा बस्नेतज्यू सुशीला बस्नेत सुशीला बस्नेत बद्री खड्का बद्री खड्का बद्री खड्काज्यू त्यसै गरेर 2 स्क्वायर 4 into 2 1 plus 1 2 plus 1 मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली हैं तेरे मन को जीवन को नई खुशियां मिलने वाली हैं मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली है तेरे मन को जीवन को नई खुशियां मिलने वाली है ओ हरियाली बन्नो ले जाने तुझको गुइया आने वाले हैं सैया थामेंगे आपके भैया गूंजेगी शहनाई अंगनाई अंगनाई मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली है तेरे मन को जीवन को नई खुशियां मिलने वाली हैं गाए मैया और मौसी गाए बहना और भाभी की मेहंदी खिल जाए रंग लाए हरियाली बन्नी गाए फूफी और चाची गाए नानी और दादी की मेहंदी मन भाए सज जाए हरियाली बन्नी मेहंदी रूप सवारे हो मेहंदी रंग निखारे हो हरियाली बन्नी के आंचल में उतरेंगे सारे मेहंदी है रचने वाली हाथों में गहरी लाली शंकर भोले हृदय निवासी समरखानी अविनाशी भोले बाबा हर जय शंभो जय हो
विश्वकाले नक्कले हो नक्कल पाया सरसे गोपी सरसे गोपी विश्वकाले नक्कले हो नक्कल पाया सरसे गोपी सरसे गोपी विश्वकाले नक्कले राधिकाले मन पराउने उनीकाले कृष्ण हो कि होइन हो राधिकाले मन पराउने उनीकाले कृष्ण हो भाका मेरा गीतमा स्वर सय गोपी नाचे बिच बिचमा स्वर सय गोपी नाचे बिच बिचमा स्वर सय गोपी नाचे बिच बिचमा कृष्णजीको बंसी जुन भाका मिला गीतमा कृष्णजीको बंसी जुन भाका मिला
जानुपर्छ यता हेरेर आस्ने यता हेरेर कस्तो बेहुली जस्तो देखियो दुईटै आँखा नातिनीहरू आँखा माथि नहेर न भिडियो बनाउँदैन थोरै मिठो खानेकुरा नदल्नु भनेर बोल्छन् सबै ऊ बोल्दिन गुरुको कथै सुनेन कहिले तरकारी दलेको छैन त्यसकारण यो पनि नदल्ने काटेर बाँडेर को बिस बनेको त्यो ज्योतिको आगो जोड्दाखेरि धुवा निस्किन्छ नि हजुर त्यो धुवा के रहेछ त्यो हलाहल नाम गरेको बिस रहेछ काम गर्न लाग्दाखेरि पत्याउँदैन मान्छेले विश्वास गर्दै मान्छेले तर जन्ममा राम र लक्ष्मण भएर दशरथ महाराजका आँगनीमा प्रादुर्भाव हुनुभयो पाल्नुभयो र रावण र कुम्भकर्णको दान गर्नुभयो राज बनेको जीवनमा सुख शान्ति समृद्धिलाई प्राप्त गरिसके पछाडि भगवानको कृपा प्राप्त भइसके पछाडि हामी खुसी हुनु हाम्रो लक्ष्मी भण्डारीज्यूलाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु उहाँ तपाईको आचार्य त्यो पण्डितै मात्रै नपढेर अहिलेको समयअनुसार साइन्स एन्ड टेक्नोलोजी विज्ञान पनि पढ्नु भएको रहेछ विज्ञानमा उहाँले बिएससी गर्नुभएको रहेछ त्यस्तै तपाईको अङ्ग्रेजीमा पनि उहाँले इङ्ग्लिस लिटरेचर मेजर अङ्ग्रेजीमा मास्टर गर्नुभएको रहेछ र यता पण्डितपट्टिको पाठमा आचार्य भनेको एमए सरहको विद्वान हुनुपर्छ यस्तो विद्वानलाई हाम्रो यो गौराद टिमले विशेष गरेर गौरादले हामी आयोजकहरूले प्राप्त गरेकोमा हामी धेरै धेरै गौरवान्वित भएको कुरा म अनुरोध गर्न चाहन्छु त्यसरी नै उपवाचकज्यूले पनि आफ्नो बौद्धिकता देखाउनु भयो पाठ पूजामा अत्यन्त सहयोग गर्नुभयो विशेष गरेर वाद्यवादक यो कार्यक्रमलाई रोमाञ्चक बनाउने कुरामा हाम्रो आदरणीय सङ्गीतमय विशेष भीम अधिकारीज्यू उहाँको अत्यन्त प्रतिभा र क्षमताको हामी कदर तथा सम्मान गर्न चाहन्छौँ यसरी नै तपाईँको यो कार्यक्रमलाई तपाईँको टेन्ट उपलब्ध गराउने हाम्रो आदरणीय कृष्ण नेउपानेज्यू उहाँले हाम्रो यो असजिलो ठाउँ भए पनि अत्यन्त व्यवस्थित गरेर राम्रोसँगले सहयोग पुर्याउनु भएकोमा उहाँलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु त्यसरी नै हाम्रो खाना बनाउने आदरणीय गुरु अत्यन्त शालीन भद्र नझर्किने जतिखेर बिहान 9 बजेदेखि बेलुका तपाईँको बिहान 9 होइन 6 बजेदेखि नै बेलुका 10-11 बजेसम्म नरिसाइकन नझर्किकन अत्यन्त राम्रो प्रेमपूर्वक व्यवहार गरेर राम्रो मिठो खाना खुवाउनु भएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ईश्वरी गुरागाईज्यूलाई पनि त्यसरी नै उहाँको सहयोगीहरू बनाइदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै मेरा दुई शब्द यही अन्त्य गर्न केशव पुरुषोत्तमा सर्वसर्वस्देव स्थाणुभूता दिनिधि परव्यविनिधनो देवा अनादिनिधनो दाता विदाता धातु विश्राम विश्वदक्षिणा क्रतुम सतम स्थान गति सर्वदशि विभक्तामा सर्वज्ञ ज्ञान मतमान तावसो व्यापी नेकात्मनेक कर्मकृत वत्सर वत्सल वसी रत्न गर्भधनी स्वरा धर्मको धर्मकृत धर्मी सेवा गर्न पाइँदैन यो कपडा लगाइसके पछाडि ठुली हुँदैन भनेर यी सबैजना गुरुजीहरू भागवत लगाइदिएर हजुरका निम्ति दान गरिदिनु होला फोटो जानु दुवैजना जानु सबै चारैजना बुवा आमा जानु मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वजा मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि पुष्पले पूजा गरिदिनु तदै पछाडि गरौँला लु लगेर नानीलाई बस ठीक छ आज के हो तिम्रो बुने चली ल बधाई छ बोले भागवत भगवानको कसले लगाइदिने आफै
जस्तो लाग्यो भरे तिलक लगाइकन लाउँदा पनि हुन्छ केही खुवाउनु नानीलाई ल त्यो अब हामी पूर्ण पात्र भागवत भाउजू त्यसो भए भाउजू त्यो सिधामा पूजा गर्नुहुनेछ ढाकीका सिधामा पूजा गर्नु होला पूर्ण पात्रमा हुन्छ ल उत्तरायणी शिशिर ऋतु मासानाम्ना सुत्तमे मासे भृगुबासरान् मणोहं सपत्नी गंगा देवी च कनिष्ठ भ्राता पत्नी भीमा देवी नाम्नी दिव्या श्रेष्ठ भ्राता खेमनाथ भ्रात पत्नी मेनुका देवी कनिष्ठ वेदमाय नाम्नी दिव्या सही पारायण कर्म श्रीमद् भागवत पाठ पारायण कर्मणादि सहित कृतस्य समस्त पाठ पारायण वाचित भागवत निवारणार्थं स्वाभिष्ट कामना संसिद्ध्यर्थं तपितॄणां गर्भे मृत बाल मृत यौवन मृत वृद्ध अति विदा धेरै आशीर्वाद दिनु होला अगाडि बढ्नु यो सम्बन्ध यहाँ सम्झना ल लक्ष्मी गुरु की हाम्रो गौरवमा बराल परिवारकोमा राम्रो पुराण भयो हजुर अनि हामी राम्ररी नाच्यौँ खेल्यौँ रमायौँ अब गुरुहरूले पनि राम्रो पढाएर सुनाउनु भयो अनि गुरुदेवलाई अहिले बिदा गर्दैछौँ तपाईँहरू सबैलाई अब हामी चाहिँ अब यस्तै हो ल आफ्नो भनाइराख्नु सबैजनाले
राम्रो छ किन फिर्नु हौ कसले पठाइदिएको अरे कसलाई त के पठाइदिनु भएछ ल हेर छिटो है भिडियो गरिरहेको छु है वाउ थ्याङ्क्स बाबा यहाँ हेर त त्यो देखाउ त यहाँ देखाएर थ्याङ्क्स बाबा भन त ल यहाँ देखाउ त ल देखाउ त ल थ्याङ्क्स बाबा भन त ल यता हेरेर ल वास ल अलि फेरि थ्याङ्क यू बाबा
के छ दाजु उयो गरेको आयो भिडियो आयो उयो टिका लगाइदिएको आयो म नगरपालिका अगाडि धोबेनी ज्ञानी हुनु निरोगी हुनु ठुलो मान्छे बन्नु राम्रो कुराको नि फेरि छोरी त बोल्दिन्छ आज त पुरा लट्टेकी छ 12 बजे यहाँ सकेर अनि त उहाँ बिरसिंहको अनि के मेरो फिक्स हैन त कत मैले नै भन्नु छ त तपाईहरुको लागि त म बाँचेको फोटो बबाल हुनुपर्छ हैन हामी मेकअप दिए हुन्छ पुरी खाने मेरो आउनु यहाँ सकेर सुमन खत्री
कसैले